नेपाल गल्फ सङ्घको आयोजनामा सम्पन्न 3 दिने ओलम्पिक सोलिडारिटी कोर्स तपाईँको लागि कस्तो रह्यो भनेर हामीले सहभागीहरूलाई सोधेका छौँ। फर्स्ट अफ अल त एनजिएलाई थ्याङ्क यू धन्यवाद जुन चाहिँ यो जुन बाहिरबाट कोच ल्याएर जुन इन्फर्मेसनहरू दियो नि जुन चाहिँ हामीलाई थाहा पनि थिएन होइन त्यो स्पेसली खास गरी हाम्रो प्र्याक्टिकली थाहा थियो तर थ्योरिकली थाहा थिएन होइन अनि कतिपय चिजहरू चाहिँ नि कज अफ रुट त्यो जुन प्रब्लमहरू फिक्स गर्ने त्यो चिजहरू चाहिँ थाहा पायो होइन अनि इट्स धेरै इन्फर्मेसनहरू पायो होइन अनि इट्स गुड फर मी होइन द्याट थिङ्स आई क्यान टिच टु माई स्टुडेन्ट अल्सो होइन अभियसली फ्रुटफुल हुन्छ किनभने इट्स हेल्प मी टु डेभलप माई टिचिङ स्किल मोर इट्स भेरी इम्पोर्टेन्ट फर एभ्री वान किनभने यो तपाईँको यो डिजिटली उनीहरूले देखाएर सबै प्रब्लमहरू के प्रब्लम भएको छ के भएको छैन कसरी यस प्रब्लमलाई सर्ट आउट गर्ने त्यो चिजहरू उनीहरूले त्यो सबै चिजहरू प्र्याक्टिकली थ्योरिकली इभन कम्प्युटरमा देखायो किनभने त्यो बलहरू कसरी रियाक्ट गर्छ के भएर त्यो चिजहरूलाई चाहिँ उनीहरूले भनिदिएपछि त्यो हामीलाई थाहा थियो हामीलाई थाहा थियो यसरी हुन्छ उसरी हुन्छ भन्ने थाहा थियो तर उनीहरूले त्यो प्र्याक्टिकली र त्यो थ्योरिकली देखाएपछि ओ द्याट्स अ रिजन यो चिज यसरी भएको रहेछ यसरी यो प्रब्लमलाई फिक्स गर्नुपर्छ भन्ने चाहिँ थाहा भयो स्किल वाइज त अलमोस्ट उसले जस्ट जे गरे सबै चिज आई हेभ द्याट स्किल होइन खासै फ्यु थिङ्स चाहिँ मैले आई डिन्ट नो क्या त्यो चिजहरू चाहिँ मैले चाहिँ उनीहरूबाट चाहिँ नलेज पाएँ धेरै कुरा सिकेँ अब यो चाहिँ खास उहाँले चाहिँ एज अ कोच भनेर सिकाउने भन्नुभएको छ म चाहिँ एज अ प्लेयर भएर धेरै कुराहरू चाहिँ सिकिरहेको छु होइन उहाँको त्यो कुराहरूले चाहिँ म धेरै कुरा सिकेर पछि म खेल्दाखेरि चाहिँ युज गर्छु भन्ने मलाई लागिरहेको छ सिकाउनु भन्दा धेरै टेक्निकल कुराहरू हामीलाई थाहा भएको रहेन रहेछ हामीले चाहिँ बल हान्छौँ तर हाम्रो बल हामीलाई हान्न आउने रहेछ होइन तर कसरी गयो भने चाहिँ हामीलाई थाहा भएको रहेन रहेछ उहाँले यो 2 दिनको क्लासमा चाहिँ उहाँको क्लासमा बस्दाखेरि चाहिँ धेरै कुराहरू चाहिँ टेक्निकल कुराहरू चाहिँ थाहा पायौँ हामीले यो यस्तो खालको ट्रेनिङहरू चाहिँ भइराख्यो भने एकदमै मलाई मात्र होइन कि अरूलाई पनि फिल भएको होला कि धेरै कुराहरू चाहिँ सुधार हुन्छ र 100% इम्प्रुभ भएर सबै आउँछ होला अझै जुनियरहरू पनि भन्ने मलाई लाग्छ यसबाट अब धेरै कुराहरू हामीले गरिराखेकै कुराहरू हो तर यसमा चाहिँ अब थ्योरिकल्ली चाहिँ धेरै कुराहरू सिक्न पाइयो किन कसरी जानुपर्ने अब हामीले चाहिँ अब प्र्याक्टिकल्ली मात्रै बढी कुराहरू भन्छौँ योभन्दा अगाडि पनि मैले बाहिर कोर्सहरू त गरिसकेको तर जुन हिसाबले यसपालि गर्न पाइयो यसलाई अझै इफेक्टिभ भएको छ किन प्र्याक्टिकल त हामीले अब यो गर्ने अथवा यसरी सिकाउने यसरी हान्ने बल भन्ने हुन्थ्यो भने अब यो सिस्टममा चाहिँ कसरी जान सकिन्छ र बिगिनरलाईदेखि लिएर एडभान्ससम्म अहिले त बिगिनरलाई हामीले गरिरहेको छौँ फर्स्ट स्टेजको कोर्स गरिरहेको छौँ र सुरुमा आउनेहरूलाई चाहिँ कसरी जान सकिन्छ एज त्यो थ्योरिटिकल्ली पनि हामी लान सक्छौँ झन् राम्रोसँग हामीले बुझाउन सकिन्छ जस्तो लागेको छ मलाई यसपालि यसमा धेरै आउँछ किनकि यसमा अब पहिला मैले अहिले पनि भने जस्तो अब यो थ्योरिकल्ली हिसाबले चाहिँ गइनँ म त्यो हुन त सेम प्रोसेसै छ तर होइन रहेछ यसलाई चाहिँ थ्योरिकल्ली अनुसारले नै हामीले जान सक्यो भने अझै बेटर गर्न सक्छौँ कि जस्तो लाग्यो यसमा पनि धेरै नै फाइदा हुन्छ यो धेरै वर्ष अगाडि चाहिँ भएको थियो हामीले यही चान्स पाएको थियो हामीले 2004 मा पनि भयो 2010 मा पनि भयो र अहिले चाहिँ आएर लगभग धेरै वर्षपछि चाहिँ यो प्रोग्राम भयो त्योभन्दा नि अगाडि हामीले सिकेर धेरै कुराहरू सिक्न पाएको थियौँ र अगाडि बढ्न पायौँ अब यसै गरी मौका पाएर बाहिर पनि गयो अलिअलि सिकेर आएको त यसको प्रोग्राम भइरह्यो भने डेफिनेटली हामीले पनि धेरै कामहरू र धेरै खेलाडीहरू हामी उत्पादन गर्न सक्छौँ जस्तो त्यति कन्फिडेन्स लागेको छ फर्स्ट अफ अल त थ्याङ्क यू एनजिएलाई हामीलाई यो ट्रेनिङको लागि बोलाइदिनु भयो यो कोर्स चाहिँ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छ हामीले अरूलाई सिकाउने भन्दा पनि हामी भर्खरै खेल्दै गरेको भएर आफूमा नै यो लागू गराउँदा चाहिँ एकदमै राम्रो हुन्छ सिकेर जस्तो लाग्छ मलाई उहाँहरू विदेशी कोचहरू आएर सिकाउँदा चाहिँ हामीलाई एकदम डिटेलमा बुझाउनुहुन्छ हामीले कति नजानेको कुराहरू पनि सिकाउनुहुन्छ त्यसले चाहिँ हामीलाई एकदमै हेल्प गर्छ यसले चाहिँ हामीलाई एकदमै ठुलो फरक पार्छ हामीले अहिले नै चाहिँ अरूलाई सिकाउने बेला भएको छैन किनभने हामी आफै सिक्दैछौँ कति कुराहरू चाहिँ आफैमा लागू गर्दा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई हामीले चाहिँ यो ओलम्पिक कमिटीले अनि एनजिओले जुन हामीलाई चाहिँ एउटा कोचिङको हिसाबले गल्फ टिचरको हिसाबले जुन हामीलाई कोचिङ गरिरहनु भएको छ त्यसबाट चाहिँ हामी चाहिँ कसरी गल्फ खेल्ने भनेर सिकाएको चाहिँ होइन तर हामीले चाहिँ नि इफ इन केस भोलिको दिनमा गएर हामी गल्फ टिचर भयो भने हामीले चाहिँ अब आउने पिँढीहरूलाई अथवा जुनियरहरूलाई चाहिँ कसरी कोच गर्न सकिन्छ त उनीहरूलाई चाहिँ हाम्रो लेभलभन्दा पनि माथिल्लो स्तरमा अथवा नेसनल खेलाडी बनाउनलाई अथवा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनको लागि चाहिँ कुन हिसाबले चाहिँ उनीहरूलाई ट्रेन गर्न सकिन्छ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट तरिकाले चाहिँ उहाँहरूले हामीलाई सिकाइदिनु भएको छ त्यो कुरामा अनि कोच बन्नको लागि चाहिँ आवश्यक पर्ने कुराहरू के हुन्छ त एउटा कोचमा चाहिँ त्यो कुराहरू लगायत अनि कसरी चाहिँ
जुनियरहरूलाई गाइड गर्ने, उनीहरूको भावनात्मक कुराहरूलाई मात्र होइन कि उनीहरूको फिजिकल कुराहरूलाई पनि कसरी चाहिँ लिएर चाहिँ अगाडि बढाउन सकिन्छ र उनीहरूलाई चाहिँ ट्रेन गर्न सकिन्छ भन्ने कुरा चाहिँ एकदमै मजाले सिक्न पाएको छु यो हाम्रो यो ट्रेनिङबाट चाहिँ। एज अ मेरो प्रोफेसनलको हिसाबले पनि एज अ मैले प्लेयरको हिसाबले सोच्ने हो भने चाहिँ मैले पनि यसबाट चाहिँ धेरै, किनकि मैले पनि धेरै खेल्दाखेरि पनि मैले धेरै कुराहरू मिस्टेक गरिरहेको छु। अनि त्यो मिस्टेकहरू चाहिँ आज चाहिँ मैले प्रपरली थाहा पाएँ कि मैले के मिस्टेक गरिरहेको छु भन्ने कुराहरू पनि। अनि मैले चाहिँ अब एज अ कोच नभइकन मैले एज अ मेरो खेलाडीको हिसाबले चाहिँ मैले पनि ममा भएको कमजोरीहरू चाहिँ यो ट्रेनिङको सेसनबाट चाहिँ मैले धेरै कुराहरू बुझ्न पाएको छु।